डिसिजन त के भन्ने त्यसो तपाईहरु आउनु भएको छैन जयडाँडा खेल हेर्नु भएको थियो जयडाँडा खेल हेरेर त लास्टमा सुन्नु त्यतिखेर हेर्नु भएको थियो भने बरा जयडाँडा 2 गोल हाल्दै पाएन भने 2 गोल हाल्दै पाएन के किन पाएन भन्ने कुरो रेफ्रीको निर्णय गर्ने भनेपछि ल भयो भनेर केटाहरुको कुरा हैन र गोल पनि कस्तो गेममा भने सेमी फाइनल जस्तो गेम बराबर छ दुईटै राम्रो टिम छ हान्या गोल समाजन भने म त्यही छु यो चाहिँ उताबाट जान्छ गोल दिँदा के हुन्छ पुरा बुझेर आउनु न त्यसो त्यता पनि भन्नु रेफ्रीको डिसिजनमा जाउँ दुईटा रेफ्री पहिले गोल दिया हो त दुईटाले दिए एउटाले दिएन दुईटाले त पहिले दिया हो त रेफ्रीले बुझाउनु पर्यो के बहुमत कति समय लाग्यो हामी समय कति बजे लाग्यो सुन्नु न रेफ्रीले बुझायो हैन त्यो रुलमा देखाउनु पर्यो नि त रुलमा देखाउ फिफाको रुल हुन्छ एउटा बुक हुन्छ हैन त्यो रुलमा देखाओस् के अनि हामी पनि गोल मान्दैनौँ ल नभए धादिजीलाई एन्फाको के उसलाई सोधौँ रेफ्री अध्यक्षलाई सोधौँ ठिक छ त्यो सम्बन्धित निकायमा जाने भयो गेम ओडाले खेलालाई पनि के होइन त जितेर 10-15 मिनेटको रमाइलो हो जितेर पनि यसलाई धेरै ठुलो पनि नबनाउनु अब खेलाउ नेममै हुनु पर्यो कि अनि नेममा त हेर्नु न हिजो अस्ति त्यहीबाट खेलिरहेको छ फाइनल हैन सुरु खेल पनि राम्रै हुनु पर्यो फाइनलको खेल पनि अनि यो सेमी फाइनल चाहिँ राम्रो हुनु पर्छ भन्नु भएन के कुरा मैले बुझेँ के तपाई मैले मेरो नि कुरा सुन्दैन कि रेफ्रीले हामीलाई बुझाइदिनु पर्यो कि त्यो रुल्समा देखाइदिनु पर्यो के त्यति मात्रै भन्दा त पताउनु नियममा जानी हो भन्छ के त्यो रेफ्रीको रेफ्रीको डिसिजन गलत भएर मजिन्टारमा हामीले नेसनल रेफ्री यो नेसनल रेफ्रीलाई निकालेर खेल हामीले हारे हो के हामीले हारे पुनः खेल गरौँ रेफ्रीलाई भनिदिनुस् न एकचोटि हैन मैले भने अब के गरौँ तीनटा रेफ्रीले आज उहाँहरुको डिसिजनमा साइडकोले चाहिँ देखेर उले चाहिँ अप्सन गर्दैछि तपाईहरु अब त्यो यताबाट हेर्नेलाई भन्नु भएको छ नि यताबाट साइडकोले डिसिजन दियो नि त भिडियो देखाउनु भएको छ हैन भिडियो पज गरेर यसरी बसेको मात्र त्यही पज गर्नु भएको छ के त्यो रुल्समा पनि त देखाउनु पर्यो नि त किपरको साइडमा पनि बस्न नपाउने भने अगाडि चाहिँ पाउँदैन यसरी चाहिँ पाउँदैन यसरी चाहिँ पाउँदैन भने उले देखाओस् ल हामी मान्छौँ के गोली मान्दैन ल यति भने त बुझ्नु अब यो भन्दा त मैले के भन्नु त भन्नु हेर्नु न हामीले आयोजकले के भिडियो गर्न सकेनौँ यहाँ छ त भिडियो यो तपाईहरुले गर्नुभयो मैले सिस्टममा गरेँ त्यो हेर्यौँ तर पोल गाठोमा गएन आयोजक स्तरले हामीले अहिले क्यामेरा सहित राखेर हामीले गर्न सकेनौँ सामान्य गरे हौँ त्यो सामान्य रूपमा हामीले 2 लाख छुट्या त्यो आयोजना गरे हो त्यो आयोजनामा आएर अहिले विवाद किन गर्न परेछ र जे जसरी चल्न पर्छ गरौँ न यति त त्यहाँ गरौँ न भन्ने विषय हो मेरो त्यही त नि भनाइ उताटी गोलले किन नमान्ने भन्नु खोजेको रेफ्रीले बुझाइदियोस् हामीलाई गोल छैन भने हामी गोल मान्दैनौँ भने मैले बुझ्दा अघि बारम्बार त्यही भनिरहेको छु के रेफ्रीले बुझाउन सक्नु पर्यो नि त रेफ्रीले हामीलाई बुझाइदियोस् के यो नियम अनुसार बुझाइदियोस् मैले भन्न आँटेको तपाईहरु उहाँ खेल्न तयार हुने तपाईहरु खेल्न तयार नहुने अनि हामी आयोजकलाई चाहिँ के हुन्छ ल हैन हामी खेल्न तयार तर उनीहरु चाहिँ त्यो गोल दिनु पर्यो खेल्न तयार छौं तर चाहिँ माग चाहिँ पुरा हुनु पर्यो नि त डिसिजन राम्रो पर्यो नि यताबाट हेर्ने रेफ्रीले दिएछ भने साइडमा बस्ने रेफ्रीले दिएन भने त्यसलाई माग्ने नमान्ने भन्ने विषय हो रेफ्री सुन्नु त्यो कुरा भएन रेफ्रीको कुनै पनि कुराहरु रेफ्रीको एसिस्टेन्ट रेफ्री राखेपछि डिसिजन थर्ड एम्पायर छ भने आएर सल्लाह गर्नुपर्छ त्यो भिजन ब्लक के छ भनेर पाउँछ त्यही त हामीले गर्न सकेनौ साइड रेफ्री छ त सो त त्यो आफै कन्फिड छ के भिजुअलमा हेर्न सकेनौ तपाईले खिच्नु भयो माथि बसेर खिच्दिनु भयो यो कुरा मानि मैले तर हामीले व्यवस्थापन गरेको छैन त्यो रेकर्डिङ गर्ने प्रुफको लागि यो प्रुफ छ भन्नलाई देखाउन ला हो एउटा प्रुफ छ भनेर म देखाउन खोजेको हामीले हाम्रै भिडियो हेर्नु भन्ने हैन यसलाई कसरी गर्ने गरौँ न त अगाडि खेलाउन मैले भनिरहेको छु त तपाईलाई त्यसलाई यतिले पनि नगरिकिन के अगाडि बढ्न सकिदैन तपाईहरु अब त्यो नेममा जाने भयो त हाम्रो पनि नेम बुझाइदिनु यसो गर्नु पर्यो तपाई खेला रेफ्रीले हामीले पुरा नेम जानेन हामी सकेनौ हामी यस्तो भयो भने रेफ्रीले नि त गल्ती स्वीकार्नु पर्यो त्यो खोजेर जानेर भन्दै के हो हैन सुन्नु रेफ्री पनि आफ्नै ढेकमा बस्छ हैन अहिले उ कुरा सुन्दाखेरि अब हामीलाई नियम बुझाइदियोस् न त अब त्यो हुँदै नभएको नियम बुझाएर त हामी मान्छौँ त हुँदै नभएको नियम भन्दा उनीहरु फिफाको रेफ्री किन लिएर हुनु मान्यता भएन मैले के गर्नु त ल भन्नुस् त्यो बुझाइदिनु पर्यो यतिकै बसे त समय गइसक्यो त यहाँ फाइनल गेम हुँदैन बाँकी छ पुरै नसुन्नी तपाईले मैले बुझिसके हैन उहाँ बिन्ती गरे मैले यस्तो बिन्ती त हामीले नि त्यो लाइभ गर्न सकिन हैन सुन्नु न लाइभ गर्न सकिन यो धेरै ठुलो जना नै हैन हामी सबैजना एक ठाउँमा दाइको कुरो चाहिँ कस्तो भने भेटघाट पनि हुन्छ ए नि हौ गेम खेलाउँ सबैजना मिलेर जाउँ अगाडि बढिहालौँ भन्छ दाइको कुरो हुन चाहिँ तर हाम्रो यतापट्टिको कुरो चाहिँ भागो चिज चाहिँ चाहियो भन्ने हाम्रो माग के यतापट्टिको माग अरू हामीलाई धेरै ठुलो माग के भन्ने के
यो जितेर त्यो 10-15 मिनेटको खुसी हारेर हुने पनि केही होइन उनीहरू चाहिँ किन नमान्ने किन भन्नु खोजेको उनीहरू एउटै हो त्यो 10-15 मिनेटको खुसी फेसबुकमा हाल्ने त्यो पछि आफ्नो जिन्दगी यतिकै चल्नै पर्छ तर भएको नियम चाहिँ भनिदियोस् क्या त्यति मात्रै हो क्या अरू यो ठुलो विवाद बनाएर यो गेम रोकेर त्यो अनेक नगरौँ होइन हेर्नेलाई तमासा हुन्छ रुल्स देखाएको छौँ अब रेफ्री भन्छ नभएको रुल्स देखाइदिन्छ उनीहरूको त्यो मान्ने त भएन नि हामीले रेकर्डिङ गरेर राख्ने कुरो सकेन सुन्नु मैले त्यो त मैले तपाईँको बुझेँ यहीँको स्थानीय साइडले अब यताबाट दिएछ अब साइडले दिएन भन्ने कुरामा साइड रेफ्रीहरूले त्यो मानेन नमानेपछि हामीले चाहिँ सो त रेफ्रीको डिसिजन माने अब हामीले देख्दा चाहिँ योभन्दा अगाडि त्यही गरिरहेको छ क्या त्यो रेफ्री अवस्था भएर लाइसेन्सवाला रेफ्री हो नि त हो लाइसेन्सवाला लाइसेन्सवाला रेफ्रीले अनि रुल्स त हामीलाई नि भनिदिनु पऱ्यो नि त देखाइदिनु पऱ्यो नि त ल अनि हामी नि मान्छौँ भनिरहेको छ त अब त्यो ठुलो पनि गेम विवाद गर्ने पनि भने होइन क्या त्यति मात्रै रिक्वेस्ट होला साइडमा बसेको अफेन्स कसरी हुन्छ त्यति मात्रै एउटा यति कुरो चाहिँ बस्दैमा फल केरी हुन्छ भनेर उनीहरूले एउटा रुल्स दिन पर्यो क्या एन्फामा एउटा रुल भइहाल्छ त्यो रुल देखाइदिनु भन्नु तपाईँहरूसँगै बसेर अहिले छलफल होइन उहाँको बुझाइ जो किपरलाई ड्यास दिएर बस्यो भने छोयो भने त्यो फल हुन्छ है भने त्यो रुल हो त्यो चाहिँ हामीलाई दिनु भने त त्यो रुल चाहिँ छ त्यसरी बस्यो भने चाहिँ हो क्या त्यो भिडियोमा साइडमा बस्दा हुँदैन क्या फल उहाँले साइडमा बस्या हुँदैन अनि अफेन्स भयो अगाडि गएर छेकेर भिडियोको त कुरै नगर्नु नि यहाँ त अब भिडियोको कुरै आएन भिडियोको कुरा आएन कुरो त्यो मैले सकिनँ प्लिज भिडियो गर्नु भनेर मैले हात जोडिसकेँ त भिडियोको कुरा आएन ल तपाईँले चाहिँ भनेर कानुनी मान्यता प्राप्त हामीले भिडियो देखाउनु छैन कहाँ जाने भिडियो त छ त यो पढ्नको लागि हामीसँग छ भन्नु खोज्यो पऱ्यो नि त हामीले हेरेन भने अर्को छ अब नेपाल खबरले गरेको थियो त्यो गरेको ठाउँमा भन्न सकेन मैले भन्न खोजेँ चाहिँ टाढाको एउटा सानो रिक्वेस्ट मात्रै हो क्या होइन हाम्रो एउटा कुरो चाहिँ के छ हामी गोल नमान्न नि तयार है कस्तो हुन्छ नि हाम्रो किपर रेट यति छ होइन उनीहरूले यो बल फल भन्यो क्या मैले भने यस्तो बल फल भन्यो यो बल फल भए नियममा देखाइदिनु मात्र अब यो नेम खोज्नु रेफ्रीले दिन्छ पनि खोज्नु पर्यो अस्तिको त्यो त आइज अहिले भएको चाहिँ भन्नु खोजेको तपाईँहरूले अनि यो फल हो भने चिज हामी गोल नमानिकन खेलिदिन्छ अनुरोध गरी बराबरमा खेलिदिनु न प्लिज भएन त्यही अनुरोध ल तपाईँले एउटा दाइ सुन्नुहोस् त्यही अनुरोध एकचोटि उतार गर्नु यही बल एकचोटि गोल दिनु न त भनेर एकचोटि कुरा गर्नु त उनीहरूले मान्छे मान्दैन रेफ्रीको डिसिजन इन्डिएसन अब फिर्ता दिएर पठाइदिउँ अब नखेल के त अब ल्याएर के गरेर बसिरहनु क्या इन्डी जो आएको छ त्यो इन्डी फिर्ता दिएर पठाइदिउँ हामी खेला नखेलाउने यो त अब विवाद हुन्छ के गर्ने त अब होइन त्यो तिम्रो तिमीले गर्छौ भने गर त्यही गर्ने त अब के गर्ने लास्ट डिसिसन अब होइन तिम्रो त्यो इच्छा छ भने गर म त केही भन्नु मान्दैन सर के गर्ने होइन मैले भन्न खोजेको रेफ्रीले चाहिँ क्लियर डिसिजन चाहिँ दिएन क्या किपर सुन्नु न मेरो नेमबाट असहमति चाहिँ भयो भाइहरुको असहमति असहमति जाहेर गरेर मान्यो मान्छेले हे खोला असहमति जाहेर गरेर मान्यो यो भाइहरुले मैले भने के सानो गल्तीले त हाम्रो पनि त हजुर एक गल्ती स्वीकारे होइन एक गल्ती स्वीकारे हजुर अघि बढाउन एक स्टेप भन्ने हो भाइहरुको यो असहमति उनीहरुले आयोजकले एकदम राम्रोसँग बुझ्यो तर अब गेम त कसरी सुधार्नु सबैले गल्ती स्वीकार्यो एकचोटिलाई आयोजक तर्फबाट अनि अगाडि बढाउन धेरै ठुलो टिम आयोजक भन्दा तपाईहरु बराबरै छ कि सुरुबाट गर्ने कि अथवा पछिबाट गर्ने कि त्यही गरौँ हामी सबैजना मलिगु ताल्ती हेर्नु त टाढाको मान्छे ल ठिक छ तपाईँहरूले यो भन्न लाग्नु भयो कि रेफ्रीको हल्का गल्ती गर्दा हामीले अप्ठ्यारो पर्यो भन्नु भयो कि के भन्नु भयो गेम समय गयो भन्न खोजे के अनि हामीले गोल नमान्नु कारण चाहिँ रेफ्रीको गल्तीले गर्दा हामीले मान्न नपर्ने कि के भन्ने कुरो चाहिँ भन्नुभयो क्या रेफ्रीले देखेन गोल चाहिँ यस्तो हो रेफ्रीको त्यो गल्ती भयो रेफ्री गल्ती भएपछि फेरि गल्ती हुन सक्छ त्यो गल्ती हुन सक्ने भयो रेफ्रीलाई चेन्ज गर्ने कि नभने गल्तीलाई गल्ती गल्ती गर्ने दिने कि गल्तीले चेन्ज गर्ने हामी कहाँ छौँ भन्नु न रेफ्री के अरे प्लेयरको नाक फुटेर किपर डिबक्स बाहिरबाट आएर फल हान्ने बित्तिकै रेड कार्ड हुन्छ त्यो पनि दिएन हामीले के भन्यो त केही भन्यो त त्यसमा गएर कुरा उठायो त अहिले फियर त खेल्यो सुरुदेखि खेल्यो मान्छ मिस काडे नपर्ने बल काड पायो अर्कोचोटि त्यही गल्ती गर्नु त त्यो उता रेफ्री त्यो किपर बाहिर आएर छ नाखै त्यो फुट्ने गरी नाकै फुट्दा रेड कार्ड छैन हाम्रो किपर बाहिर आएर खेलाडी छुन पाउँदैन नि काडे पाछ अब यसलाई जबकि लास्ट डिफेन्ड अर्को नै छ त्यही रेफ्रीलाई एकचोटि गएर सोध्नु त बाहिर आएर किपर खेलाडी छुन पाउँदैन है त्यो कुरा हेर्ने कुरामा मलाई बारम्बार गल्ती चाहिँ भारी छ हामी गोल नमान ल ठिक हामी गोल नमान खेल्नु एक एक नै भयो सुन्नुस् तर रेफ्रीले गल्ती गरिरहेछ अब फेरि गल्ती हुन सक्छ त्यही भएर अर्को रेफ्री आएर खेलौँ
यही अन्तिम हाम्रो माग छ एउटा रेफ्री त्यो अब चाडबाड अब यही फेरि यही रेफ्री गल्ती गरेर चाहिँ अब के गर्ने हुँदैन त्यो रेफ्री निकाल्दैन त के भन्छ उसले खेलाउन नखेलाउने अनि कुन चाहिँ खेलाउनु त अर्को दुईजना खेलाउँछ दुईजना खेलाउँछ उनीहरूसँगै उनले नदिए होइन गोल टिन्टेल नदिए होइन र रेफ्री टिन्टेलको गल्ती भएर गरे होइन र र त दुईजना त गोल दिशा मान्छेले त किन फेरि क्यान्सल गर्यो अन्त त्यो जुन जुन त्यो रेफ्री निकाल्दिनु हुन्छ ल यसो गर्नु भाइ हामी हाम्रो गोरुको बारे टकाइ नगरौँ कताड हुन्छ होइन खेल अगाडि बढाउनु पर्ने जाउँ हामी खेल अगाडि बढाउँ के हुन्छ त्यही है त्यो अनुसारले अनि रेफ्री चाहिँ अब हामीले गोल छोड्नु पर्ने हो नि रेफ्री चाहिँ माथि गोल छोड्नु पर्ने गल्ती मानेपछि ल यसो गर भान्जा भान्जा यो कसरी अगाडि बढाउनु त्यतापट्टि जाउँ अब सुधी भाइ त्यो रोकेर उयो गरेर भएन यतिकै अब झिसमिस के गर्नु झिसमिस त लाग्छ कसरी हुन्छ गेम अगाडि बढाउँ त्यो एक गोलले नै हामी त्यो सिधेरै जाने भन्ने त हुँदैन होला पक्कै पनि मजिन्डार नै हामीले रेफ्री निकाले होइन र रेफ्री निकालेर हारेर नै हामी आतो हो नि केही फरक परेन त्यो हामीले भन्नु खोज्यो अझ हाम्रो माग त गल्ती अब फेरि पनि गल्ती गर्दैन भने कसरी मान्ने के हाम्रो माग चाहिँ खास यस्तो थोरै मिडिया पेनाल्टी दिन सक्छ उनीहरूले फुल टाइम रेफ्री चेन्ज गरेर चाहिँ सक्यो त्यहीबाट खेल्नु रेफ्री चेन्ज गर्ने भने होइन क्या सुन्दै पुरै नसुन्ने होइन पुरै नसुन्ने पुरै नसुन्ने मैले भने त्यत्रो भन्दा चाहिँ बुझ्ने गरेर त्यो पनि पुरै नबुझ्दिने के यसो उहाँलाई चाहिँ गेम कसरी चाहिँ समापन गर्नु भइरहेछ रेफ्रीले गल्ती गर्दैन भने कसरी उसले गल्ती स्वीकार्नु पर्यो कि रेफ्रीले पनि रेफ्री चेन्ज भने त हाम्रो माग हो त्यो फेरि अर्को रेफ्री कहाँ ल्याउने साइडमा बस्दैमा फल हुन्छ भनेपछि कि नियम देखाउन पर्यो मेन रेफ्री म हो भने त्यसले हामी साइड रेफ्री येल्लो देखाएन म चाहिँ येल्लो देखाउ त त्यो किन ऊ खेल्न कस्तो भन्छ भन्नु त अनेक हुन्छ नि फुटबलमा त त्यो नछुने भयो त म त्यो चपले गोल हानि हाल्दैन 15-20 गोल त छुने नमिल्ने भयो त अलि त छोइहाल्छ नि रुल्स पनि नदेखाइदिने यो रेफ्री त हो तर धेरै अगाडि हाम्रो राज लामा जस्तो रेफ्री हो धेरै अगाडिको रेफ्री हो किताबमा त चाहियो नि त होइन रुल्स उनीहरू नियममा जान्छ नि पहिला रुल्स अहिले रुल्स कहाँ पुग्यो थाहा छैन यो बेलाको रुल्स मलाई थाहा भएन त्यो टच गरेपछि पोस्ट पनि रोज्नु पाउने बल पनि रोज्नु पाउने भनेर अब आजै थाहा पायो अब होला नियम चेन्ज भयो होला आजै मात्रै चेन्ज भयो होला माने अब त्यो पनि त चेन्ज भयो होला नि त छुन के साइडमा बस्न नपाउनु भनेर त्यो देखाइदियो नि हामी गोलै मान्दैन त 20 मिनट बाँकी छ 20 मिनट खेल्छौँ हारे पनि हामी स्वीकारेर जान्छौँ यो जितेर के र जित्दै पनि होइन त्यो हारेर जित्दै के नि हुने बढी खुसी भयो 10-15 मिनट खुसी हुने बढी दुःख भयो यहाँबाट त्यो गोल र नगोल त फेरि यसो गरेर भन्दा टस हान्ने जसको गोल कि नगोलमा चाहिँ के गर्ने गोलको चाहिँ अनि आकाश भाइ कुरा सुन्यो हुन्न होइन गोलको चाहिँ के गोलको थियो एउटा गोलको लागि अघि एउटा गोलको लागि टस हान्ने के बरु गोलको टस हान्नु ल टस गरौँ जोड है ल है त्यो एउटा गोलको लागि मान्दैन कि त्यो पनि त गरौँ नि कस्तो मान्ने गएर कुरा चाहिँ गर्नु सुगा फाल्यो मास्तिर हो यसो गर्ने सुगा फाल्ने त्यो अघि गोलको लागि एउटा गोल हामी गोलै छ अर्को गोललाई हामी टस गर्छौँ त्यो मान्छे मान्दैन है के गर्दैन हुन्न खोइ त्यो के अरे हाम्रो लाले भाइ लाले भाइ खोइ हाम्रो यसले के भनेर पठायो टच गर्ने त्यो गोल हो कि होइन टच गर्यो भने अहिले फेरि त्यही बोकेर गएर त्यो कुरा रेफ्री आएर बोल्या भए छुट्टै कुरो हुन्छ रेफ्री सुक्वाल्टी पनि सुक्याउने पहिला त्यो गरे के गर्नु हो त्यही गर्नु त्यही एउटा गोलको लागि चाहिँ सुगा फाल्ने माने नभए फेरि हाम्रो अरू कुरा हुन्छ नि त फेरि हार्दैन होला नि कस्तो कुरो गरेर यस्तो नि त अब त्यही रेफ्री खेलाउने के भन्छ भने होइन टस गरेर गरौँ भयो हुन्छ नभए पाइहाल्यो नि यस्तो त मानेन नि खेल्दैन फेरि हामी पनि तलै गएर छगोल हान्ने अब छगोल हान्दिएर लाग्ने कि अब यही गोल हाने रात भेट्न निन्द्रा लाग्छ उसलाई बिचरा त्यही भने मैले त्यही यस्तो नि त फेरि दुईटा भाइ उता दुईटा भाइ नराम्रो हुँदैन नि
पैसा त लगभग बाहिर जाँदै जाँदैन नि तिहार खर्च चेलीबेटीले दिनु पर्यो नि त त्यो ऊ पैसापट्टि गए नि हामी हाम्रो मान्यता पट्टि नभए त्यो कुरा हामी अहिले भनिसक्यो मैले त्यसलाई पुरस्कार चाहिन्छ भने लैजा तिमीहरू टाइम छैन भने मैले भन्नु खेला हुन्छ ल हामी 40 मिनेट छ उनीहरुसँग 20 मिनेट छ नि त 0-0बाट खेल्दाखेरि 40 मिनेटबाट खेल्ने भनेर कुरा हो नि त उनीहरुले नमाने अनि म चाहिँ मान्दिन पर्ने टाइम नमा कस्तो भयो त्यस्तो माने हैन कुरा छ उतापट्टि छ 40 मिनेट टसको कुरो के भयो पढा तिमीले गोर्खा हाने गोल पनि तिमीले त लिएन नि उनीहरु पनि मान्न पर्यो नि त नि दुवैजनाले अब के हो मिलाउनु पर्यो त्यो बिचारा टस गर्दै नि गोल भयो भएन त्यो त चिटा बाट सुरुबाट खेलौँ भन्नु भनेको त्यसो के अरे 0-0 बाट सुरुबाटै गरौँ भन्नु भनेको त्यसो के त्यो एक भने त्यही त हो त्यतिसम्म त टाइम पनि चाहिन्छ सुरुबाट टाइम हामीलाई दिशा यस्तो लाल भाइ त्यही गराए हुन्छ अब के त्यो सुगा फाल्ने के हुन्छ कुरो त्यो नहुने भयो 0-0बाट फेरि खेल्ने के होला फुल टाइम क्या है 0-0 त हुँदै हुँदैन यार होइन टाइम 0 क्या 0 होइन गर्नुपर्छ कहाँ त्यति रोकेर हुन्न ए मैले चाहिँ गोलको कुरा गरेँ फेरि होइन गोल पनि 0-0 उनीहरूले नमाने हुन्छ भने तिमीले हाने गोल त तिमीहरू त लक्ष्य त नआयो नि त उनीहरूले पनि टाइम फुल टाइम खेल्नु पर्यो नि त अब फुल टाइम खेल्ने त्यही जाउँ है त्यही जाउँ है त गर भन्न त्यही भन्नु ल जाऊ साइलेन्ट जाऊ फुल टाइम है केटा है फुल टाइम 0-0 बाट होइन त्यो कुरा के हुन्छ त्यो भएन भने फुल टाइम खेल्ने आकाश भाइ खोइ फुल टाइम खेल्ने छ नि स्टामिना फुल टाइम ल है केटा ल भन्दा खोइ लाले भाइ लाले भाइ लाइनअप गरेर फेरि लाले भाइ खोइ त्यो लाले भाइ चाहिँ लाले भाइ 0-0 बाट सुरु 0-0 ल लाले भाइ त्यही कुरो के टाइम है त्यो सुका के हुन्छ त्यो भयो भने 0-0 टाइमबाट फेरि खेल्ने के गर्यो नरोक्ने के 0 त्यो सुका के हुन्छ नभयो हामी वर्ड हामी त जान्न पर्ने उनीहरु खानु पर्ने पर्ने सबिन त उता गयो होला नि दाइ के भयो त्यो कुरो होला कि नहोला त्यो सुका फाल्ने गर्न नसकेपछि अब तपाईहरुले गर्न होइन त्यो हुन्छ हुँदैन त्यो नहुने त्यो भएको गोल सुका फालौँ गोल त्यो हामीले रोज्ने क्या अब त्यो हुन्न त्यो 0-0 टाइमबाट खेलौँ फेरि है सुरु टाइम है टाइम सुरु गोल सोल केही नै होइन सुरुबाट है फुल टाइम है यही आधा बजीको सुरु होइन 0 फेरि 40 मिनट सुरु है एउटा कुरा के हो टाइम चाहिँ अघिको खेलेको जति टाइम भयो नि त्यो टाइम चाहिँ कोल्याप्स भयो त्यो क्ल्यास भयो त नि अब जति पाइन्छ त्यसमा के कस्तो जति पाइयो भने फेरि कस्तो कुराहरुलाई फेरि हैन नि त्यो हैन 0 क्या 0बाट के 40 0 40 मिनेट त्यो राम्रो हो है हुन्छ हामीले यतिसम्म लचकेर गरे है भाइ है 0बाट नि हुँदैन ल छोड्दिनु नभए तिमीहरू मात्रै हुने भयो तिमीहरू मात्रै खेला ल छोड ओ केटा आ छोड हामीले त्यति नभए के गर्ने छोड्दा पनि को त तिमीहरू तिमीहरू सबै उनीहरूले भने मात्रै हुनु पर्यो हामी चाहिँ खेलाडी होइन कस्तो कुरा गर्नु खोज्यो यार ओ बुद्ध ए कसरी नम्बर छोड दे केटा छोड ओ बुद्ध हाम्रो अन्तिम माग चाहिँ अहिलेको